एकदम इम्पोर्टेन्ट छ। अब हामीले आज फाच्छिमको बारेमा पढ्दैछौँ है। फाच्छिम भने के रहेछ यसको परिचय पनि एकपल्ट हेरौँ त। फाच्छिम भनेको फाछिता धातुबाट आएको शब्द हो। धातु भनेको के हो भन्नुहोस् त। फाछिदा धातु भन्दा पनि फाछिदा भनेको भव क्रियाबाट आएको शब्द हो भन्ने बुझ्नु होला है। फाछिदा क्रियाबाट, धातु नभनेर क्रिया भन्नु होला है। किन भन्दाखेरि धातु भनेको के हो भन्नुहुन्छ भने यो तपाईँको क्रियाको अन्तिमको नेपाली भाषाको भन्दैछु है। अन्तिमको नु हटाइसकेपछि बाँकी रहेको शब्दलाई चाहिँ क्रिया सरी धातु भन्छ। फाछिदा भनेको चाहिँ यो चाहिँ क्रिया नै हो भनेर बुझ्नु होला है। फाछिदा क्रियाबाट आएको शब्द हो। कुनै पनि शब्दको मुनि झुन्डिएर आएको शब्दलाई फाच्छिम भनिन्छ। हेर्नुहोस् है, फाच्छिम भने के रहेछ, कुनै पनि शब्दको मुनि झुन्डिएर आएको शब्दलाई फाच्छिम भनिन्छ है। फाच्छिम जहिले पनि कन्सोनेन्टको रूपमा मात्र आउँछ र आधा उच्चारण हुन्छ। हामीले पढेका 19वटा है व्यञ्जन वर्णहरू त्यसलाई कन्सोनेन्ट भनिन्छ नि त है। जहिले पनि फाच्छिम ती 19वटा अक्षर मात्र आउँछ भनेर बुझ्नु होला है। भवेलको अक्षर फाच्छिममा कहिल्यै पनि आउँदैन भनेर बुझ्नु होला। हामीले पहिले ग न द र म ब स अ ज छ ख थ फ ह अनि क त प स च हामीले आधा खुट्टा काटेका थियौँ नि, यसको आधा उच्चारण हुन्छ भनेका थियौँ नि। हो, त्यो ग मात्र फाच्छिममा अथवा मुनि लेख्यो भने यसको चाहिँ आधा उच्चारण हुन्छ। जहिले पनि आधा अक्षर अथवा आधा उच्चारण चाहिँ मुनि लेखिन्छ। त्यो मुनि लेखेको अक्षर चाहिँ के रहेछ, फाच्छिम रहेछ भनेर चाहिँ बुझ्नु होला। वास्तवमा यो फाच्छिम भनेको चाहिँ कस्तो हो भन्नुहुन्छ भने फाच्छिम भनेको वास्तवमा एउटा कुनै चिजलाई ढाडस दिनु अथवा अडेस दिनु हो भन्ने कुरा चाहिँ बुझिन्छ है। वास्तविक मिनिङ चाहिँ है, मानौ तपाईँको मोबाइल भयो, त्यो मोबाइल अड्याउनको लागि स्ट्यान्ड राख्नु भएको हुन्छ नि, त्यो स्ट्यान्ड भनेको फाछिदा हो कि है, फाच्छिम हो त्यो चाहिँ है। जस्तो एउटा मानौ काठमाडौँको असनहरूको घर छ नि, त्यो घरलाई चाहिँ नढलोस् भनेर एकदम अडेस लगाएको हुन्छ नि, ठुलो मानौ केही काठहरूले फलामहरूले होइन, हो त्यो चाहिँ फाच्छिम हो वास्तवमा। त्यो झुन्डिएको त होइन, त्यो वास्तवमा घरलाई चाहिँ अडेस लगाएको हो नि त है। हो त्यो वास्तवमा फाच्छिम भनेको त्यो हो। तर नेपालीहरूमा चाहिँ हामी कसरी पढ्ने गरेका छौँ भन्दाखेरि अलिकति बुझ्न सजिलो होला भनेर झुन्डिएको कुरा है, शब्दको मुनि झुन्डिएको कुरालाई के भन्दो रहेछ, फाच्छिम भन्दो रहेछ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो है। अनि फाच्छिम जहिले पनि कन्सोनेन्टको रूपमा मात्र आउँछ र त्यसको आधा उच्चारण हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। हेर्नुहोस् है, अब जस्तै हेर्नुहोस् त, जस्तै 1 नम्बरमा म प्लस उ मु अनि न भनेको छ है। हामीले मुन लेख्नु पर्यो मानौ नेपालीमा है। नेपालीमा हामीले मुन लेख्नु पर्यो भने यसरी लेख्छौँ नि होइन, भन्नुहोस् त। आधा नलाई चाहिँ खुट्टा काट्छौँ अन्तिमकोलाई होइन, यो मु न होइन है, मुन हो। मु न भएको भए पुरा नलेखिन्थ्यो। मुन भनेपछि न चाहिँ आधा हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो। हो, यो न छ नि आधा न। अब कोइन भाषामा मुन लेख्नु पर्यो भने कसरी लेख्नु पर्यो, हामीले म प्लस मु, यो आधा न जहिले पनि जुन ठ्याक्क आधा न जहाँ आउँछ नि, आधा अक्षर जहाँ आउँछ नि त्यसको अगाडिको अक्षरको मुनि लेखिन्छ। मुको मुनि, मुको मुनि मुन यसरी लेख्नु पर्यो भनेर हामीले चाहिँ बुझ्नु पर्यो है। फेरि एकपल्ट तपाईँलाई म भनिदिन्छु, नेपाली भाषामा हामीले नेपाली भाषाको आधा अक्षर है मानौ है, नेपाली भाषामा फा लेखौँ अनि आधा अक्षर लेखौँ अनि जा लेखौँ है। यो फान्जा, मैले भान्जा लेख्न खोजेको हो, कोरियन भाषामा भा नभा भएर मैले फान्जा लेखिदिएँ है। यो आधा अक्षर छ नि, आधा अक्षर कोरियन भाषामा पनि आधा अक्षर लेखिन्छ। तर यो आधा अक्षर जहिले पनि शब्दको मुनि लेखिन्छ भन्ने कुरा माथि हामीले पढेका छौँ नि है। यो जहिले पनि जहाँ आधा अक्षर हुन्छ त्यसको अगाडिको अक्षर हेर्ने, अगाडि अक्षर के छ, फा छ। हो, यो फाको मुनि लेख्नुपर्छ भन्ने कुरा बुझ्नु पर्यो। यो आधा न चाहिँ फाको मुनि, जुन अक्षर आधा अक्षर छ त्यसको अगाडिको अक्षरको मुनि लेखिन्छ भन्ने कुरा बुझ्नु पर्यो कोरियन भाषामा है। फान्जा लेख्नु पर्यो भन्दाखेरि अब हामीले कोरियन भाषामा फा नै लेख्दिउँ है। फ प्लस आ फा अनि आधा न मुनि आयो अनि जा पछाडि,
सरी यो जा, फान्जा भयो हेर्नुहोस्। तपाईँले पक्कै पनि बुझ्नुभयो होला। नेपाली भाषाको न हामी जहिले पनि शब्दको बिचमा लेख्छौँ भने कोही भाषाको आधा अक्षर चाहिँ हामी जहिले पनि ठ्याक्क आधा अक्षर जहाँ हुन्छ त्यसको अगाडिको अक्षरको मुनि लेखिन्छ भनेर बुझ्नु पर्यो है। अब अर्को इक्जामहरू हेरौँ, इक्जाम्पल। अब हेर्नु है, अब कोही नेपाली भाषा एकपल्ट बुझौँ त। यहाँ के लेखा छ, छाङमुन लेखा छ, छाङ है। यो आधा न हो भन्ने कुरा बुझ्नु होला, आधा न हो भन्ने बुझ्नु होला है। छाङमुन लेखा छ, के लेखा छ, छा आधा ङ अनि मु अनि आधा न, छाङमुन भनेको छ है। मुन होइन मुन हो। यस्तो अवस्थामा हामी कोही भाषामा के लेख्नु पर्यो भन्नुहुन्छ भने यो आधा अङ्ग छ नि, यो आधा अङ्ग जहिले पनि कहाँ हुन्छ, शब्दको मुनि हुन्छ भनेका छौँ। अब शब्दको मुनि कहाँ लेख्ने, ठ्याक्क जुन अक्षर आधा हुन्छ त्यसको अगाडिको अक्षर हेर्ने हामीले। अगाडि अक्षर के छ, छा छ, हो यसको मुनि लेखिँदो रहेछ आधा अक्षर भन्ने कुरा बुझ्नु पर्यो है। कोही भाषामा चाहिँ यो मुन लेख्यो नि, हेर्नुहोस् त अन्तिम के छ, न छ, न भनेको आधा खुट्टा काटेको छ, नको अगाडि अक्षर के छ, मु छ, न पनि ठ्याक्कै मुको मुनि लेख्नु पर्यो कोरियन भाषामा। यसको मतलब हामी कोरियन भाषामा कसरी लेख्छौँ भन्नुहुन्छ भने छाङमुनलाई चाहिँ छ छ प्लस छा आधा ङ, यहाँ आधा ङ आउनु पर्ने हो नि त बिच भागमा होइन। अब यसको मुनि ङ आयो, किनकि अलाई हामी ङ पनि भन्छौँ भनेर पढेका थियौँ, यसलाई हामी अ पनि भन्छौँ अनि ङ पनि भन्छौँ भनेर पढेका थियौँ। यो नियम एकछिनपछि पढ्छौँ, अहिले ङ भनेर बुझ्नु होला है। छाङ अनि म प्लस उ मु अनि लास्टको न छ नि, यो खुट्टा काटेको, यो खुट्टा काट्न बाँकी रहेछ, यो खुट्टा काटेको छ नि न, यो खुट्टा काटेको भन्ने बुझ्नु होला है, यो पनि खुट्टा काटेको भन्ने बुझ्नु होला है। यो न चाहिँ यो अगाडिको अक्षर भनेको मु छ, यसको मुनि है, मु अनि न, छाङमुन यसरी हामी लेख्नु पर्यो भनेर चाहिँ बुझ्नु होला है। अर्को हामी फोगी फेरि हेर्छौँ, सनसेङ नि म है, मको खुट्टा काट्न बाँकी रहेछ बुझ्नु होला है। हेर्नुहोस् त आधा न एउटा यहाँ आएको छ, आधा ङ पनि आएको छ, आधा म पनि आएको छ है। यो न अब कहाँ लेख्नु पर्यो, सको मुनि लेख्नु पर्यो कोरियन भाषामा। यो आधा ङ कहाँ लेख्नु पर्यो, यो सेको मुनि लेख्नु पर्यो है, आधा ङ। अनि लास्टको आधा म चाहिँ कहाँ लेख्नु पर्यो, निको मुनि लेख्नु पर्यो, निको मुनि लेख्नु पर्यो है। जस्तो स आधा न, सन फेरि स प्लस से आधा ङ सनस्याङ अनि न प्लस इ नि अनि लास्टको आधा म सङसेङ निम भयो है। यसरी हामी चाहिँ लेख्नुपर्छ भनेर तपाईँहरूले चाहिँ बुझ्नु पर्यो। यति कुरा हो कि 19वटा कन्सोनेन्ट जहिले पनि शब्दको मुनि हुन्छन् त्यसको उच्चारण चाहिँ आधा हुन्छ भनेर बुझ्नु पर्यो है। नेपाली भाषामा हामी चाहिँ 20 भागमा लेख्छौँ भने कोरियन भाषामा शब्दको मुनि लेख्दो रहेछ भनेर चाहिँ बुझ्नु पर्यो है। अर्को हेर्नुहोस् त के लेखेको छ, यो नेपालीमा हेर्नुहोस् एकपल्ट है, छिलफान लेखा छ नि त है। यो ल कहाँ जाने भयो, अब ल ठ्याक्कै कोरियन भाषामा चाहिँ यो छिको मुनि जाने भयो, लास्टको न कहाँ जाने भयो, आधा अक्षर फाको मुनि जाने भयो कोरियन भाषामा है। नेपालीमा चाहिँ माथि नै रहन्छ बिच भागमा है। अन्तिम अक्षर नेपालीको पुरा लेखेर खुट्टा काट्छ, किनकि खुट्टा काट्नु भनेको आधा उच्चारण हुन्छ भनेर हामीले बुझेका थियौँ नेपाली भाषामा है। तर कोरियन भाषामा चाहिँ आधा अक्षर जहिले पनि मुनि, जुन आधा अक्षर हुन्छ त्यो त्यसको ठ्याक्कै अगाडिको अक्षरको मुनि। अब छिलफान लेखौँ है, छ प्लस छि आधा ल, यसपछि आधा ल आयो नि त, आधा ल यहाँ मुनि भयो। यसलाई हामी र पनि भन्छौँ ल पनि भन्छौँ भनेका थियौँ नि त है। अब तल आउँदा ल हुन्छ, यसको बारेमा एकछिनपछि पढ्छौँ है। छिल अनि फ प्लस आ फा अनि फाछिमको आधा न चाहिँ मुनि, छिलफान, छिलफान भनेर हामीले चाहिँ उच्चारण गर्नु पर्यो। यो छिल फान होइन कि छिलफान, किनकि आधा ल छिलफान भनेर हामीले चाहिँ उच्चारण गर्नु पर्यो है। छिलफान भनेको के रहेछ, ब्ल्याक एन्ड व्हाइट बोर्ड रहेछ भनेर तपाईँहरूले बुझ्नु पर्यो। अर्को हेरौँ त नेपाली भाषामा के लेखा छ, नोङबु लेखा छ, आधा ङ है। यो मैले आधा ङको खुट्टा काट्न नजानेरै हो वास्तवमा नलेखेको, तपाईँहरू चाहिँ बुझ्नु होला है।
त्यो ठ्याक्कै त्यो पहिले टाइपिङ गर्ने बेला चाहिँ ठ्याक्कै याद भएन मलाई चाहिँ है। नोङ्बु भनेको छ है, के भनेको छ? न प्लस हो नो, आधा ङ अनि बु है। यसमा आधा अक्षर कहाँ छ? ङ छ है। अब ठ्याक्कै यो ङ कोही भाषामा कहाँ लेख्नु पर्यो? नोको मुनि लेख्नुपर्छ। भनेपछि न प्लस ओ नो अनि ङ, किनकि हामीले चाहिँ मुनि झुन्डेर आएपछि हुन्छ भनेर पढ्छौँ एकछिनपछि है, त्यो कुरा पनि बुझ्नु होला। आधा मुनि आयो अनि ब प्लस उ बु, नोङ्बु है। ब प्लस उ बु, नोङ्बु भनेको के रहेछ? किसान रहेछ भनेर चाहिँ हामीले बुझ्नु पर्यो है। हेर्नुहोस् त, यो आधा चाहिँ कहाँ गयो? ठ्याक्कै नोको मुनि गएको छ कि नै? हेर्नुहोस् त, नोको मुनि गएको छ आधा है। अ पनि भन्छ ङ पनि भन्छ भनेर हामीले पढेका थियौँ। अब मुनि जाँदाखेरि हुँदो रहेछ भन्ने कुरा हामी एकछिनपछि पढ्छौँ। अहिले भनेरै बुझ्नुहोस् तपाईँहरूले है।